आज डे 3 हैन अनि हामी आज अनि रन्जितको घरमा जानु लागेको कति भयो 5 बजे अहिले हैन अनि 5:10 भएछ अनि त्यहाँ गएर प्र्याक्टिस गर्न लागेको आज यतितिर हो कि कता खेलिन्छ हैन त्यही गएर भेटौँ है त ल बाई बाई यहाँ गुमाको घरमा छौँ गुमाले मलाई निम्तो गरे यार तिहारमा तपाईँ यहाँ स्क्यानर छ एक सेकेन्ड भन न दियोस् दादा कहाँ भएको रे दिपेश दादा बनाउने यार कतिचोटि आयो भनिसक्यो 12-15 चोटि आयो भनिसक्यो यार गाइज मैले हिजो रङ्गोली बनाएको थिएँ कस्तो बिगार्दैछ यार कसले खतरा छैन त जुम 16 चोटि यहाँ 17 18 हामी गएको बाई बाई फेरि भ्लग तिम्रो नाम के रे फेरि भन्नु त मेरो नाम सुदीप घिसिङ हैन उनीहरूले मलाई स्पिकर बोकेर मैले यो अघि डे 3 भनिसक्यो अनि आज त ढोलाइटी जाने रे ढोलाइटीमा एउटा केटी मसित बोलिरहेको त्यसको घर गर्नुपर्छ निलासा उसको पहिलाको म रिभिल हालिदिन्छु निलासा के रे निलासा सञ्जेल कुशलको बहिनी हो भने मिलाइदेऊ कुशलको बहिनी हो जस्तो लाग्यो कुशल हो भने मिलाइदेऊ है साथी हाम्रो मेन डान्सर होइन नमिलाइदेऊ है पहिला के बानी थाहा छ नि हाम्रो दादा हो है होइन त्यस्तो साथी नि आफ्नो दाइ भन्नु त के सुहाउँदैन होइन मलाई शीतलले अप्नाइसक्यो किन शीतलले अप्नायो शीतलले तल अप्नाइसक्यो ले भाग्यमा शीतलसँग बिहे हुन ला केटाको केटेको ओइ राजु मेरो ब्लग हेरे च्यानल भने त छ यार च्यानल भने मैले पठाएको छु तिनीहरूले पठाएन तिमीहरूले मलाई के थाहा त पठाउ भने मैले त्यो मैले निलासाको पब्लिसिटी भन्ने चीज लाइक शेयर एन्ड सब्स्क्राइब भन्ने चीज पनि हुन्छ त्यो लाइक शेयर एन्ड सब्स्क्राइब गर्छ हैन भन्दै ल सब्स्क्राइब लाइक शेयर चाहिँ हामीले बाहेक कसैले गर्दैन त्यो हामीलाई थाहा छ गर्छ के गर्छ आफै बिस्तारै गर्छ ओके तर जे भयो नि अनि पछि पनि याद हुन्छ नि त हामी यसरी ओए 200 सब्स्क्राइबर पुगेछ हो ल बधाई छ कालो जित्या होइन क्या यो ओए पहिला पछि पनि हुन्छ नि त यो त त्यो पनि हो अब पैसा भयो भने अब हैन च्यानलको प्रोफिट चाहिँ अब स्प्लिट गरौँला नि हामी साथी ए होइन क्या पछि तिमी बिए गरेसम्म यो हुन्छ क्या म डिलिट गर्दिनँ मेमोरेबल थिंग्स ठीक छ पछि हेर तिम्रो बानी कस्तो थियो कन्टिन्यू भयो भने सर्च गर्न आउँदैन हिजो यही हो नाचरी बानीसित मैले त्यो पनि सोलो डुओ डान्स हालिदिएको थिएँ मैले हैन पनि गरेको थिएन फ्री स्टाइल कट पनि हानेन त्यो प्र्याक्टिस भन्नाले यिनीहरूले गर्ने नमानेको क्या त्यो कपाल डान्स भएको राम्रो हुन्थ्यो है होइन त ओ कपाल डान्स भएको त हाम्रो हियर आवर पुकीम्यान है पुकीम्यान के रियल बहिनी पनि गएको थियो त तिमीलाई खोज्नलाई भेटाएन मैले भर्खर सामान बोकेर मेरो हात दुखिसक्यो मोबाइलै बोक्नु पर्दैन होइन म 1 केजी बोकेर आएको त्यो गोमा घरबाट 1 केजीको चाहिँ के थियो सामानहरू थियो नि भोलिको लागि चाहिँदैन अनि 1 केजी अनि हाम्रो कति जानु दाइ छ भन्नु त ल भन्नु त हाम्रो कति धेरै दाइ छ बोला एउटालाई बोलाउने भन्नु मम्मीले बोला कुकुर बिराला एकजना नि बोलाएको ए मलाई मात्रै बोलाएको छ अनि एउटा खोइ मन्दिर दादाले बोलाएको छैन दिपेश दादाले दिपेश मलाई रेज गर्छ
खोइ तिम्रो साथी के गरे त्यो आउँदा अनि लाउनु पर्दैन बाख्रा तिम्रो साथी त्यस्तै छ होइन हिजो अघि मैले भिडियो हालेकोमा 10 भ्युज आइसकेको छ म त टिभीमा कनेक्ट गरेर कति राम्रो खतरा छ नि खतरा थियो भने मैले खतरा भ्लग गरेको थिएँ होइन गाइज कुशलले पनि बोलाएको थियो खतरा त्यो चाहिँ त उता हामी क्रिस्टलको घरनेरि पुगेको थियो त त्यतिखेर तिमी भनेको थियो नि के हामी उयो यसरी नै बोकेको हुन्थ्यो नि त्यो घरबिन के भन्दै थियो नि होमलेस हो त्यही त्यो पनि खतरा थियो त्यो अनि मैले त्यो एफेक्ट पनि हालिदिएको छु त्यो घिमिरेकोमा मेरोमा त यसमा पनि हाल्छु होइन ओए मलाई त्यो हातमा जलाएर यस्तो गर्नु मन लागिरहेछ होइन त्यो छ त त्यो एउटा मैनबत्ती बाल है त्यो बर्थडेको क्यान्डल हुन्छ नि होइन त्यो धुप बाल्ने हुन्छ त त्यो गर धुवा पनि आउँछ रेड पार्टिकल पनि के खतरा मजा आउँछ होला मैले अहिलेसम्म गरेको छैन हौ त्यो पटेका छ बाटो थाहा छ कहाँ तिनीहरू ए मैले भ्लगै गरेको छु आज के म त बनाउने हो तिनीहरू होइन हौ त्यो म त हाल्ने हौ मैले हिजोको त हाल्दै थिएँ हेलो गाइस आई एम ब्याक अगेन है यो डान्सर होइन म डान्सर प्लस होइन डान्सर होइन क्याजनिस्ट अब होइन हाम्रो सब हो हाम्रो डान्सर मेन डान्सर दोरी सोरी निकाइदिन्छु म होइन कतै कार्यक्रम भयो बोलाउनु होला सम्पर्क गर्नुहोस् फोन नम्बर 100मा है 100मा कल 100 होइन यस्तो यो रन्जितलाई चाहियो भने रन्जितलाई बाटोमा भेट्यो भने 100मा कल गरिहाल्नु है त्यस्तो हो होइन म चाहिँ नवीनको दाइ हो खासमा नवीन मेरो अगाडि बच्चै छ यो भ्लग बनाउने आइडिया नि मैले दिएँ हो ल मैले तिमीले के सजेस्ट गरेँ भन त मैले भ्लग बनाउने भन्दा अगाडि यो त त्यो मन्दिर आयो त यार के अरे सर्भिस यो गाइस टेम्पो इज फुल अफ फ्रेन्ड्स होइन हाम्रो खलासीलाई देखाउ त हाम्रो खलासी हाम्रो खलासी है घिमिरे कहाँ गयो घिमिरे सामान चाहिँ केही नछोड है केटा पैसा तिमीले पैसा त ढोलाइटीसम्म कति हो मैले पैसै ल्याएन यार ढोलाइटीसम्म कति हो ढोलाइटीसम्म कति हो मैले हजुर 20 रुपियाँ 20 रुपियाँ रे मैले पैसै ल्याएन कसम होइन
फर्स्ट हाउस होइन हो कि नै हो दादा ल यो नितिन फेरि आज नि है एउटा गीत गाम अनि डान्स गर्ने अनि फेरि तिमी गीत गाऊ तिमी डान्स गर्दा त यहाँ टुन मिलेन एउटा गीत गाउनु कुन गीत गाउने भन त तिमी आफै एक्लै ओइ छिटो ल गुरासिङ फुल ल केटा हो ल हियर वी गो गाइस चेन्ज गरेको यस्तो चेन्ज हान मलाई 111229 आउन सब गुरासे फुल्यो नेपालमा बियर दिला मैले ताकेको होइन मायालाई ताकेको रेशम फेरि उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फेरि पाइलाको माछा पकाउनु मलाई सब नाच्नु पर्छ है यो बस हामी भर्खर एउटा घर खेलेको होइन दुईवटा घरबाट रिजेक्ट भयो सुदीपलाई रिजेक्ट हान्यो तिमीलाई हाने होइन अनि हामी अब नेक्स्ट घरमा जानला बोले यार
भ्लगमा आइहाल्छ नि टर्क हान्दै त्यो बिचरा भ्लगमा आइहाल्छ त्यो के होइन युट्युबमा जान्छ होइन भ्लग इज भेरी खै नगर्छ आवा नबोला न अहिले गरिदिउँ के सायद त्यस्तो स्टेप सिकाइदिइरहेको छु म सायद गरिदिउँ के नाच्ने भनेर ब्ल्याक नवीन च्यानल लाइक शेयर सब्सक्राइब आइरहेछ ए ला ಇದು ಕೊಮ್ಮೆ ಕೊಟ್ಟ
मलाई मार्छ के गर्दा लामो छ भने नमस्ते साथीहरू आज हामी के भन्छ सुन न यहाँ म भन्न छु आज हामी देउसी भैलो खेल्न आएको हामीलाई पैसा पठाइदिनु होला इसेवामा ओइ गोले ओइ गोले यहाँभित्र छिरम न ओइ केली ए छोड दे क्या छोड दे भने के थाहा छ म मरिसक्यो गाइस हो र मेरो पर्छ है गाइस पर्छ है गाइस ल भन कहाँ आयो मेरो मेरो मोबाइल खस्दिरहेको के को डर कहाँ गयो नि कस्तो है नगर न घिमिरे छ्या यो घिमिरे हो यो यस्तो गराउने हिँड सर त्यसलाई अगाडि ल्याउनु त्यो गोमा डराएको यार अब भोलि म उठ्न सक्ने हो कि न यार यति धेरै कुदेर मेरो प्याक जम्मा आज टोटल कति भयो तिमी 300 कति भयो 300 होइन तिहार जस्तो नि रमाइलो भयो गाइज है के खेल्न जाने भने म जानु म त घर घर जाउँ क्या अब म त घर जाने तिमीलाई रमाइलो भयो अन्टी भयो ला म यसको पैसा दिनु पर्दैन ल गोले ल रेकर्ड है त जस्तो लाग्छ
हिजो आज रमाइलो भयो भएन है रमाइलो भएन हिजो भएको थियो अनि अस्ति ठिकै भएको थियो आज चाहिँ भएन बढी हिजो भएको थियो हिजो होइन हिजो चिन्ने मान्छे थियो अनि रमाइलो भयो आज चाहिँ भएन हिजो चाहिँ भएको थियो हिजो चाहिँ खत्रै भएको थियो है अन्त हामी दुई पनि दियो निजुलले नबिन खानी रे म खान्छु नबिन खानी रे त्यहाँ भित्रमा ए अनि चामल चाहिँ नि त्यो मन्दिरमा लगेर दियो है भगवान शरणम भनेर मन्दिरमा दिने हो ए जाने क्या मन्दिरलाई दिनु अहिले होइन अहिले मन्दिरमा लगेर बस्छ त मान्छेहरू के परिवार नि दिनुहुन्छ परिवार दिनुहुन्छ हो राम्रो काम गर्यो मलाई ला हो के त्यो चामल किन तैँले गर्छ के हुन्छ के हुन्छ पकाएर खानु एहे ओ त्यस्तो पकाउनु हुँदैन हौ एउटा चामल छ र त्यहाँ सब चामल मिक्स छ कतैको गुड लक छ कतैको नेवारी चामल शुद्ध दिनु त्यो नेवारी चामल त खतरा थियो भने ए है नि त्यो हिजो खेलाएको थियो त त्यो दिदीको घरमा याद छ एउटा ठाउँमा हालिसक्यो त्यो दिदीको घरमा चाहिँ नेवारी चामल चाहिँ राम्रो रहेछ कुनै राम्रो हुन्छ नेवारी चामल राम्रो हुन्छ नेवारी खाने राम्रो नेवारै राम्रो तिमी ए हो त अनि नेवर डल्लेवाला नेवर हो डल्लेवालै नेवार ठिक कुरो गरे मेरो भान्जीले गोमा पनि डल्ले त छ नि खै गोमा के डल्छ तिमी के डान्स गोमा पनि हाम्रो घरमा सब डल्ले नि डल्ले छ हौ किन डल्ले हाम्रो घर नि मोटो मोटो जेनेटिक छैन बारे जेनेटिक एक सेकेन्ड कोहीसित लाइटर छ लाइटर छ किन पटेका पड्काउँ न पटेका हैन पटका हो पटका यत्रो पडा अब आज झन्नले स्पेस पुगेन यार किन त्यो मैले आज एडिट गरेको थिएन त्यतिखेर स्पेसै नपुगेको के हो अनि फेरि युट्युबमा हालेर डिलिट गरेँ मैले नितिनको आँखा थियो अरे यार क्लिनिक जाउँ मेरो हात दुख्यो यार पर आएर बस्नु नवीन यो चाहिँ हाल्नु भएको छ है म त सब रेकर्ड गरेको छु होइन हाल्नु भएको छ क्या हाल्ने परिहाल्छु नि यार ओए कट गर ल यो खुच्चे चाहिँ कट सुन अनि भएको कुरो गरेँ मैले होइन ल ढकर मार यहीँ मार यो त हाल्नै पर्छ है ल कस्तो हाँसिरहेको साइको हाँसिदिन्छ फेरि ओम त्यो गोली चाहिँ कहाँ भयो नाम मात्र ओम हो ओम जस्तो केही काम होइन छैन हामीले ओमले अलि रक्षा गरेर छ नि त हामी बाटो हिँडेछ ओम नमः शिवाय ओम प्रसाद छ ए हामीले फोटो खिच्यौँ यार फोटो खिच्यौँ नि एउटा मिलेन साथ कस्तो आँसु आएको बे के कुरा गर्दै बस्छ है यिनीहरू बाटोमा ल गोले के भन्छ यार तर्साइसक्यो ओहो भुताए मलाई डर त लाग्दैन साथी डर लाग्दैन अरे सोच्न दे यार मलाई थाहा छ गोले तिमी के गर्छौ तिमीलाई होइन त्यो हिजो जस्तै हुन्छ होइन तिमी भागेर जान्छौ मलाई भाग्न नि कसरी भागौँ यत्रो बोक्दै हिँड्दा तिमी भागेर जान्छ मलाई फिक्स थाहा छ क्या मलाई फिक्स भनिदिनु के मान्छे मारेको मान्छे मारेछ कसले मारेछ डेट कलेक्टर ल यार आत्माले शान्ति पाउँछ अनि त्यो म त एक्लै जानुपर्छ मेरो घर थाहा छ त कस्तो मेरो घर थाहा छ त कस्तो खाले होइन छिरिङ नभएन कस्तो कुदाएर अनि आवाज पनि आएको कि मरा ए कहिले गएको होइन एकचोटि आऊ न गोमा कहाँबाट जाने उदाहरण ढुकुर देखाइदिने हो क्या यो बाटो चाहिँ नजाऊ है सायद हामी जान्ला गोमा यहाँ जान्न नवीनको घरमा ल ल बाई 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 एक ह्यान्डसेक गर्नु ल बाई ल बाई 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 गोले ल बाई 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 धामरी बाई बाई
ए तिमीलाई दिएको काजल मेरै हो कि ओहो खै काजल यस्तो न्यू पिन छ माछालाई बोलाइ म त हाल्छु यस्तो छ न्यू पिन जे पाइदिनु नबोल ओए म त क्या पछाडि मान्छे जस्तो लागिरहेको थियो घिमिरे ओए घिमिरे म त तिमी छ जस्तो लागिरहेको थियो पछाडि नाटक कस्टम भने यार मलाई त्यस्तो लागेको थियो भने अभिषेक मलाई पुरै पछाडि मान्छे जस्तो लागेको थियो भने साँच्ची भने यार पुरै त्यस्तै फिल भएको थियो भने त्यस्तै ज्याकेट जस्तै कस्तो रिक्स ल्याएको मलाई बिचमा पछाडि छ त केटाहरू आयो ओए रिवालले रिक्स आयो हिजो चाहिँ यो गोलीले गर्दा हो क्या ओए घिमिरे छ भयो रिवाने ओए रिवान दिएर लेफ्टमा हेर्दै आयो एकचोटि तानलाई त्यहाँनिर गेट छ क्या एउटा कसैले हेरे 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 डर चाहिँ किन लाग्छ लेफ्टमा हेरे हेरे तर मलाई यार कस्तो मान्छे जस्तो लागेको थियो भने रिवाने यो घिमिरेले गर्दा हो क्या ओइ कस्तो चढ्दा दिनु घर गएको नि तिमी अँ म त्यो बाटो एक्लै जानुपर्छ आम्बो यार म घिमिरे भयो नि त ओइ घिमिरे हट टचिङ भएन त रोडमै सुदिने रे यार प्रिन्स त रोड तारे लाल हो भने तर अब चाहिँ सुन्ने बित्तिकै के हराएर यतातिर मजा आउँछ जस्तो लागेको थियो यार किन लागिरहेको छ पछाडि गयो ताल्न कसम भने म त अगाडि जाँदै गयो रुक ल भाइ ताल्नै नवीन ताल्ने म फेरि पछाडि आउँछ है नवीन ल भाइ ओइ बुझ्चे भाइ म फेरि पछाडि आउँछ है भाइ ल भाइ गाइज जाउँ मेरो यो भन्दा नि यो चर्च हो है चर्चमा नन नन ऊ चाहिँ यार नडराउने यार म हिजो एक्लै गएको थिएँ यो बाटो डर लाग्दो छैन तर यहाँ झिलिमिली छ नि साँच्ची होइन सायरको बाबाले होइन एउटा भूत पनि होइन मान्छे पनि होइन कस्तो अजिब टाइपको क्रिचर ल्याएको छ यो हो र अनि होइन सायरले आम्मा कसम भन सायरले मलाई यो भन होइन यो बाटो कहिले नाति नहिँड्ने त सायद ए म त कति धेरै हिँडिरहेको हुन्छ त यार साथी मलाई त यो बाटोमा पनि के देखे जस्तो लाग्यो कि नबिन कुदा तिमी कुदा नबिन कुद्दिनँ म यस्तोमा मलाई यहाँ डर लाग्दैन क्या ओइ अब चुप लाग है चुप लाग कति बजी होइन 11 बज्न 12 बज्न घर पुगिसकेँ हुन्छ मेरो फोनमा चार्ज सकिरहेको बाई 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 के राम्रो हाल्छु मैले हालेको छु भिडियो छ क्या भिडियो हालेको छु त मैले सबजना थाक्यो अनि अम्मो कति धेरै रोटी एउटा खाइदिउँ मलाई